हेलो एभ्रिवान, नमस्ते, सेवा रोज स्वागत छ हजुरलाई आजको यो भिडियोमा। र यो भिडियो चाहिँ के थियो भने मैले नै अस्ति भिडियोहरु सुट गरेको थिएँ, तर मैले युट्युबमा अपलोड गर्नु पाएको थिइनँ, कारण उता घर गएको थिएँ नि म चाहिँ। अन्त उता मरौ परेको थियो। हजुरलाई याद छ कि छैन, कतिजनालाई याद छ कतिजनालाई याद छैन। मेरो चाहिँ बडी खस्नु भएको थियो आफ्नै, अन्त म चाहिँ जानु पाएकै थिइनँ नि त, नानी बिमार थियो। अन्त त्यही भएर चाहिँ अस्ति चाहिँ गएको थिएँ। अन्त मैले चाहिँ घर गएर सबै सुधाइहरू सकेर फर्केर आएर चाहिँ इन्ट्रो बनाउँदैछु, किनभने मैले सुट मात्रै गरेको थिएँ, इन्ट्रो भिडियोहरू चाहिँ बनाउनु पाएकै थिइनँ नानीसँग हो। नानी सुतिरहेको बेलामा भिडियोहरू लिएको हुन्छु नि त, अन्त कति, अन्त त्यही भएर आज मात्रै इन्ट्रो बनाउँदैछु। सानो सानो क्लिपहरू जोडेर हजुरलाई सेयर गर्दैछु, हेरेर इन्जोय गरिदिनुहोस् होला। र जो पनि नयाँ हुनुहुन्छ लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। र जो जति पनि पुरानै भ्युअर्सहरू हेर्नु हुँदैछ उहाँहरूले चाहिँ मिठो मिठो कमेन्टहरू छोडिदिनुहोस् होला, जसले गर्दा मलाई फेरि भिडियो बनाउनुको लागि चाहिँ ऊर्जा मिलोस्। अन्त मैले नयाँ नयाँ भिडियोहरू बनाएर चाहिँ हजुरलाई सेयर गर्नु पाऊँ। अहिले चाहिँ म हिजै आएको, अन्त घरबाट चाहिँ हिजै आएको, अन्तदेखि चाहिँ आज मात्रै, त्यही पनि आज पनि बेलुका भइसक्यो, 5-6 बज्न आँट्यो, त्यति बेला चाहिँ इन्ट्रो बनाउँदैछु, किनभने नानीसँग भ्याइन हो अहिले चाहिँ। अन्त मेरो बुढो ड्युटीबाट पनि आइसक्नु भएको छ, अन्त चाहिँ नानी हेर्नु हुँदैछ, अन्त चाहिँ म पत्तर बोल्दैछु। र यही हो, भन्नु केही छैन, मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस् होला। र मैले चाहिँ घरको यताउता सबै छोटो छोटो भिडियो, अन्त मैले तल बडीको कामको दिन त मैले भिडियो बनाउनु पाइनँ, किनभने बिजी थिएँ। अन्त कहाँ मैले भिडियो यस्तो गर्दै बस्नु होइन, त्यही भएर सुदाईको भोलिपल्ट ग्रह नाग्ने दिनको पनि छोटो क्लिपहरू बनाएर हजुरलाई सेयर गरेको छु। हेरेर चाहिँ अब रमाइलो गर्नुहोस् त, के भन्नु होइन, ग्रह नागेको र भए पनि हजुरलाई सेयर गरेको। हेर्नुहोस् ल मेरो भिडियो, जे जस्तो भए पनि मन पराइदिनुहोस् है। र यो भिडियो चाहिँ हामी उता बस्ती जाने दिन मैले लिएको। बिहान सबै प्याकिङ सेकिङ गरेर यो नानी सुतिरहेछ, अन्त भद्र गोल छ, अब चाहिँ मैले सबै यो मिलाउनु पर्ने हुन्छ। र दुध पनि मैले ठिकामा नल्याउनु भन्नु बिर्सेछु, र आइहालेछ। अब हामी यसकै कोल्ड कफी बनाएर बोक्ने हो, र यो सबै मिलाउनु पर्ने हुन्छ। नानी चाहिँ सुतिराखेको छ, अन्त सुतेको बेलामा मैले छिटो मिलाउँछु। हेर्दै गर्नुहोस् यो भिडियो। र यतिको मिलाएको छु। यो दुईटा बल चाहिँ नानी अहिले उठेर खेल्नुको लागि भनेर चाहिँ छोडिदिएको। यो सबै छेउछेउको सिरानीहरू चाहिँ उसलाई बार्नुको लागि, किनभने पल्टेर लड्छ नि त, आजकल पुरा पल्टिन थालेको छ। र यो चाहिँ प्याकिङ छ नानीको सामानहरू, यो प्याम्पर्सहरू यति बोकेको, अन्त अझै अर्को पनि छ हो, अन्त यो पनि बोकिराखेको। अन्त यो छ बिरालोको पनि सबै चाँजो मिलाएर हिँड्नुपर्ने हुन्छ नि त। अन्त यहाँ चाहिँ खानेकुराहरू के बिस्किटहरू के किनेर बोक्नुपर्ने हुन्छ। र नानीको पिठोहरू पनि सबै बोकेको छु। र यहाँ लुगाहरू धोएर पनि सुकाएँ, नानी एकछिन सुतेको बेलामा अलिअलि उसले लुगाहरू बिगारेको थियो नि त, यो डाइपरहरू। अन्त यिनीहरू मैले छिटो धोएर सुकाइराखेको छु। घाम चाहिँ मजाले लागेछ, अब यो चाहिँ सुक्दैन, र भए पनि यतिकै सुकाइराखेर चाहिँ जानुपर्ने हुन्छ गाइस हामी चाहिँ घर। अन्त नानी सुतिराखेकै बेलामा छिटो बडाले पनि सफा भइरहेको छ। अन्त चाहिँ यहाँ सुतिराखेको थियो, यत्रो मच्छरले टोक्दो रहेछ दिनदाडे हो। मलाई त यस्तो झिङ्गा भनेर हेरेको त भएर त मच्छर रहेछ गाइस, यत्रो फुल्लेको थियो, भएर चाहिँ खुन खाएर फुल्लेछ कि मलाई पनि स्वाद लाग्यो, मार्नु पाएँ। हामी चाहिँ हिँडेको अहिले तादुङ गैरी गाउँ आइपुग्यौँ हो। अन्त बाई बाई, हेर्दै गर्नुहोस् होला। यहाँ सानो मान्छे छ, एउटै भएछ फेरि बाउ छोराको। मैले चाहिँ किन लाइन नि, मेरो पनि थियो त यस्तै कलरको लुगा। उठ्ने बित्तिकै हिँडेको, अन्त वहीँ परिरहेछ हो। हेर्दै गर्नुहोस् होला यो भिडियो। नानी पनि एक्साइटेड भइरहेछ। बाटोमा मैले हल्का भिडियोहरू लिँदै अन्त पछाडिपट्टि चाहिँ बिरालो बसिरहेको छ। बिरालो भाइ पनि मजाले अगाएर सुतिरहेको छ, बास्केटमै राखिराखेको। बाहिर निकाल्यो भने छरपष्टै हुन्छ, भुत्ला बनाउँछ नि त। अन्त यहाँनिर चाहिँ अब गान्तोकमा चाहिँ चिसो आज चाहिँ के हो, हामी हिँड्ने दिन भएर कि के भएर हो, जाडो भइरहेछ। अन्त यहाँबाट चाहिँ एकजना मान्छे चढ्दैछ, हेर्नुहोस् ल, को चढ्छ, पर उभिराखेको छ। मैले चाहिँ देखेँ, हजुरहरूले देख्नुभयो कि भएन, यहाँ भित्तापट्टि फोनमा बोल्दै उभिराखेको छ। र ऊ पनि हामीसँगै जाने हो। अन्तदेखि उसलाई पनि पिकअप गर्दै हामी हिँड्नुपर्ने हुन्छ। कस्तो छ गाउँले सल्ले कि होइन बहिनी?
र कस्तो मकै खानु मन परेको थियो। अन्त 32 नम्बरमा चाहिँ मकै पनि किने खुवाउनु पनि लाग्यो, तातो तातो पनि थियो। तर नानी सुतिरहेको थियो, अन्त म चाहिँ खानु पाइनँ, राखेँ, भरे खान्छु। अन्त अहिले चाहिँ हामी घर पुगिसक्यो हो उता। अन्त ताटी भाउजूकोमा कस्तो दामी फुल फुलेको रहेछ। यो चाहिँ सुदाईको पनि भोलिपल्टको चाहिँ भिडियो हो। सुदाईको भिडियोहरू चाहिँ गरिनँ। अन्त यो चाहिँ भोलिपल्ट एक दिन चाहिँ थियो हामी यताउता डुल्नुपर्ने, अनि त्यहाँदेखि डुलेर यताउता घुम्दै भिडियोहरू बनाउँदैछु गाइस। अन्त हिजो चाहिँ सुदाई थियो नि त, अन्त सुदाईको दिन चाहिँ भिडियो बनाउनु पाइनँ। अन्त भाउजूकोमा चाहिँ यहाँनिर गरन्डल पनि पलिरहेको रहेछ, छिप्पेको रहेछ। यो चाहिँ हेर्दा हरियो भए पनि खाँदा चाहिँ गुलियो हो, थुक पनि आयो। अन्त म चाहिँ यहाँ माथि चढेर टिपेर खाँदैछु गाइस हो। पाकेको होला है। अन्त यत्रो यो यसो छाम्दाखेरि गिलो गिलो छ भने चाहिँ पाकेको हुन्छ नि त, भित्र गुलियो हुन्छ नि त। अन्त छानेर खानु भन्नुभयो भाउजूले। अन्त यहाँ हामी छानेर खाँदैछौँ। अन्त यहाँ चाहिँ मिनुले चाहिँ नानीलाई पनि खुवाउँदै रहेछ कि। अन्त नानीले पनि कस्तो खानु मन गरेको त्यो हेरेर मलाई हाँस उठ्नु पर्यो। मिस्त्री पुल बनाउने मिस्त्री भाउजूको गाईको गोवाले किचन जाने पुल बनिसक्यो। यहाँ त अब जोगेर हिँड्छ होला नि। म त नहिँड्नु पर्यो। कटहर फलेको छैन रहेछ नि। कटहर फल्नु त फलेको छैन, अब यो साउनमा मात्रै पाक्छ। त्यही त अहिले अन्त यहाँ चाहिँ भाउजूले पकाएर पनि राख्नु भएको रहेछ कि। यो त झन् मिठो हो। अन्त यो खाँदैछौँ हामी चाहिँ, भाउजूले दिनुभएको। अन्त गान्तोक लानु भनेर पकाइदिनु भएको रहेछ। आफू हुन्छ र त्यस्तो बेसी त खाँदैन, अलिकति त खान्छ नि। जो छिटो खाइहाल त। यो चाहिँ सुदाईको भोलिपल्ट हो। अन्त हाम्रो लिम्बूको दस्तुरमा चाहिँ ग्रह नाङ्ने भन्छ, ग्रह नाङ्नुपर्छ नि त। अन्त यसरी नाङ्दै चाहिँ अन्त सानो सानो चाहिँ केस काटिदिनुहुन्छ नि त बिचवाले। अन्त यहाँ चाहिँ त्यही भिडियो गरेर मैले अलिकति एकछिन सेयर गरेको, त्यो पनि यहाँनिर यसरी कसरी के हुन्छ भनेर हजुरलाई सेयर गर्नु मन पऱ्यो नि त। अन्त चाहिँ मैले भिडियो गरेको, हेर्नुहोस् होला। अन्त यहाँ तल चाहिँ कपुर देख्नु हुँदैछ, यहाँ चाहिँ बडीको कपुर हो, बडी आमाको। अनि त्यसकै छेउमा बडा बाउको छ। अन्त यता छेउमा चाहिँ बोजूको छ नि त, तिनैजनाको यहीँ छ, यहीँबाट देखिन्छ छ्याङ्गै। यहीँ के भन्छ घुरेनमै राखेको छ तिनैजनालाई हो। अन्त यो चाहिँ नयाँ चाहिँ बडीको। हामी चाहिँ एकछिन पल्लो घरमा गएको हो,
पल्लो घरमा बुढो बाबै बुढी आमै हुनुहुन्छ अनि भाइलाई ढाडमा हालिदिने एकछिन बोक्ने साइड गर्नुपर्ने छ उसलाई ढाडमा बोकेकै छैन नि टोक्छ क्या उयो कुकुरले त किन देखाउनु हौ आइफोन बोकेर डोको बोक्नुलाई उयो हेर्दै गाइस बस्तीमा चाहिँ यस्तो छ पारा हो डोको बोकेर आएको मात्रै अलिकति भेला भएन रहेछ त बरु हो त जा हाम्रो भाइले बजाइहाल्छ नि भाइ आइज यति अन्त 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 इतनी चाहिँ यस्तो मान्छे यो केस काट्दैन रोएर नयाँ मान्छे देखेर रोको होला पल्लोपट्टि त रोएर रोएर आइहाल्यो म त इतनी केस काट्दैन यो केस पाल्ने खालको मान्छे हो यो गुड मर्निङ एभ्री वान यो चाहिँ नेक्स्ट डे हो आज चाहिँ हामी फर्किने दिन बिहानै अन्त सबै प्याकिङ स्याकिङ गरिसक्यो अन्त नानी चाहिँ सुत्यो नि त उसको सुत्ने टाइम पनि हो अन्त चाहिँ एकछिन सुतोस् गाडीमा पनि फेरि राम्रो सुत्नु पाउँदैन नि त जिउहरू दुख्छ नानीको अन्तदेखि चाहिँ बाहिर चाहिँ मजाले घामहरू लागिरहेछ अन्त सुतोस् भनेर एकछिन हामी चाहिँ नानी सुतिन्जेल पर्खेको यो बाहिर हजुरहरूलाई देखाउँ भनेर नि कस्तो सुहाना मौसम हरियाली बस्ती त बस्ती नै हो होइन कस्तो मजाको दिन भइरहेछ आज अन्त यहाँ म चाहिँ रेडी भइसकेँ अघि नुहाएको थिएँ अन्त केस पनि सुकेको थिएन राम्रो अन्त केस सुकाउँछु भन्दै चाहिँ मैले भिडियो गरेको अन्त अहिले चाहिँ भोइस ओभर गर्दैछु नानी सुतिरहेको थियो भनेर अन्त यहाँ चाहिँ मिनुले चाहिँ डल्ले खोर्सानीको बिरुवा लाने अरे नि त अन्त त्यही यहाँ प्याकिङ गर्दैछ यो चाहिँ बान्ने चाहिँ बस्तीमा लाभरहरू छैन भने चाहिँ तपाईँहरूले चाहिँ यस्तो गरेर पातमा यस्तो गरेर यसरी अड्काउन सक्नुहुन्छ अब बुझ्यो त 30 वर्षको बुझ्यो त भन 30 वर्षको भएको छ म भन त्यो गरी त्यसको नाम त चौरी परेको हेर हाँस त वेस्टेजको सिएमडी दबाई खाएको छुइनँ नि त दबाई होइन सप्लिमेन्ट सप्लिमेन्ट यस त्यो पानीमा हाल्नुपर्छ ड्रप कि त्यो खानुपर्छ कि त्यो खानु थालेछु अनुहारमा अलिक चौरी कम्ती हुन्छ तपाईँहरू पनि त्यसको त्यो चाहिँ खानुहोस् होला पानीमा 3 ड्रप लगाएर खानुपर्छ भयो 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 लाज लाग्दैन क्यामेरासँग त्यस्तो बेसी यो चाहिँ गान्तोकमा लगेको 2टा हो डल्ले खोर्सानी गान्तोकमा रोपेर चाहिँ फलाएर चाहिँ देखाउँछ यो लगेर यो मुनिको पातहरू भएपछि रोपेर अलिक जागेपछि पात सबै टुटेर चिन्डै बनाउनुपर्छ चिन्डै अनि यो मुनिको छिप्पेको पातहरू यो छिप्पेको पातले मलहरू बेसी खान्छ कि अनि यसले खानु यो उकाइदिनुपर्छ यस गान्तोकमा माथि आउँदाखेरि चाहिँ म कसैले चाहिँ डल्ले खोर्सानी लिएर आउँछु ल अहिले चाहिँ हामी हिँड्नु पनि सक्यौँ गाइस अहिले चाहिँ यहाँ रेसीको यता कुनै कति माइल भन्नेमा रोकिराखेको छौँ वासरुमहरू जाने भन्नु भएर अन्त नानी सुतिरहेछ गरमै भन्नुहुन्छ भने त नि आम्मा यस्तो गरममा चाहिँ मलाई चिप्स ल्याएर दियो मिनुले अन्त बिसाइराखेको छौँ एकछिन यहाँ पछाडि चाहिँ दिपेन र सबिन पनि छ दुईजना अन्त दाजुको छोरा र काकाको छोरा अन्त उनीहरू पनि सिङतामसम्म चाहिँ गएको हामी छ अन्त यहाँ पछाडि एडजस्ट गरेर बसिरहेको छ बिरालोसँग बाई बिरालोलाई खाजा दिउँ र साथीहरू अहिले चाहिँ हामी सिङताम आइपुग्यौँ र चाहिँ यो चाहिँ सिङतामको पुल हो यहाँ चाहिँ यो ट्री कलरको यो नेसनल फ्ल्यागको यो लगाएर डेकोरेसन गरिराख्नु भएको रहेछ अन्त मलाई खिच्नु मन पऱ्यो नि त अन्त यो पनि रेकर्ड गरेर हजुरहरूलाई सेयर गर्दैछु दिन चाहिँ शीतल भएको छ दिनभन्दामा अब त रात परिसक्यो हो अन्त हेर्दै गर्नुहोस् होला यो भिडियो अहिले चाहिँ सिङताम अन्त यहाँ ठिक्कै यो के भन्छ तोपाखानी भन्छ कि टनल भन्छ त्यहाँ आएर चाहिँ जाम लाग्यो गाइस अघि चाहिँ
मजाले हावापानी चलेको रहेछ त्यही भएर अगाडि के भएर चाहिँ यस्तो जाम लागेको रहेछ अन्त के भएर रहेछ भनेर चाहिँ याद पनि भयो त्यो हावा हुन्डीले गर्दाखेरि चाहिँ नि रुख भाँचेर चाहिँ रोडै ब्लक भएको रहेछ त्यस्तो जाम भइरहेको छ यहाँनिर चाहिँ अन्धारो टनलभित्रै जाम भयो अगाडि रुख लड्यो कि के भयो कुनै यहाँनिर भाइ चाहिँ बुबु खाँदैछ भेना चाहिँ बेहोसी भइरहेछ हामी चाहिँ रुम पनि आइसक्यो हो अन्त मैले भिडियोहरू गर्नु पाइनँ अन्त के अन्त यहाँनिर डाइपर अस्ति मैले अर्डर गरिरहेको थिएँ अन्त आएछ यहाँ मुनि दोकानमा रिसिभ गरिदिइराख्नु भएको थियो नि त दिदीले अन्त भर्खर रिसिभ गरेर आउनुभयो दोकान गएर अन्त नानी चाहिँ यहाँ खेलिरहेको छ उसलाई पनि गरम भयो होला भनेर ऊ डाइपर मात्रै लगाइदिइराखेको छु म पनि यहाँनिर एकछिन रेस्ट गरेको गाइस के ल्याउनु भयो अन्त यस्तै नै थियो आजको भिडियो यस्तो टाउको दुख्दैछ बिहानै नुहाएको थिएँ नि त के टाउकोहरू नुहाएको थिएँ त्यहाँदेखि चाहिँ गाडीको हावाले फुकेर होला यस्तो टाउको दुखेर चाहिँ भर्खर कफीहरू बनाउनु खायो अन्त एकछिन रेस्ट गरेको अब चाहिँ यताउता नानीलाई मामहरू दिनुपर्ने हुन्छ हो यो भिडियो यति नै थियो के गर्नु अब बिहानै हिँडेको अन्त जाम लागेर हावापानीले रुखहरू लडेर कति जाममा बसी अघि हो त्यो अँधेरोमा त्यो टनलभित्र जाममा परेर हो अन्त डर पनि लाग्यो अन्त आइपुग्यौँ फाइनली इतनिम चाहिँ यहाँ खेल्दैछ बाई बाई फेरि भेटौँ अर्को भिडियोमा तबसम्मलाई टेक केयर बाई बाई Mom, I'm done with the video.